यो आगलागी चाहिँ कसरी भयो? यो हाम्रो के छ भने लाइन सुचारू अवस्थामा चलिरहेको अवस्था थियो। अचानक यो स्टेसनको पछाडि दुईटा पोल दुईटा सर्किट एउटैमा थियो। त्यो सर्किट के भयो भने अचानक त्यो पोल भाँच्यो। त्यो भाँचिँदाखेरि दुईटा सर्किट दुईटा लाइनको दुईटा फिडरको सर्किटको लाइन एक आपसमा जुध्यो। त्यो जुधिसकेपछि सर्ट सर्किट भयो। त्यसले सर्ट सर्किटले गर्दाखेरि त्यसको ब्याक फिड जस्ट यसको पछाडि भएको कारणले गर्दाखेरि त्यो हाम्रो स्टेसनमा त्यसको प्रोटेक्सनको लागि युज गरेको सामानहरू छ। यो यस्तो सर्ट सर्किटमा सानोतिनो फल्ट भएको कन्डिसनमा चाहिँ यो प्रोटेक्सनको लागि हाम्रो रिलेहरू अनि प्रोटेक्सन डिभाइसहरू छ। तर कस्तो भयो भने त्यो फल्ट यति ठुलो फल्ट भइदियो कि त्यो रिस्पोन्सै गर्न सकेन। अनि अटोमेटिक त्यो डिसी फेलियर भयो जस्तै भएर अनि त्यो पुरै हाम्रो अपरेसन भनौँ न, त्यसलाई कन्ट्रोलिङ अपरेसन हाम्रो पुरै सिस्टम यो डिसीबाट अपरेटेड हुन्छ। त्यो डिसी अपरेसन नै फेल भइसकेपछि टोटल्ली एज अ होल हामीले कन्ट्रोल गर्न नसक्ने अवस्था भयो र हाम्रो पछाडिको 11,000 केबीको जुन अब हाम्रो वितरित छ बाहिर गएको लाइनहरू छ त्यो अचानक ब्लास्ट भई सम्पूर्ण फिडर लगभग 14वटा फिडर पूर्ण रूपमा ध्वस्त भएको छ। कहाँको फिडरहरू अहिले तपाईको यो यहाँबाट वितरित भनेको तपाईको वीरगञ्ज अनि तपाईको परवानीपुर, नितपुर, सिमरा अनि तपाईको हाम्रो कृषि, गण्डक अनि डाबर नेपाल, हिमाल यस्तै सर्किटहरू फिडरहरू चाहिँ बाहिर निकालिएको छ यहाँबाट। त्यो फिडरहरू पूर्ण रूपमा अहिले बन्द छन्। पूर्ण रूपमा तपाईले हेर्न सक्नुहुन्छ यस्तो अवस्था छ, जलेर सर्ट सर्किट भएरै यो भएको हो।